हेलो गाइज, यहाँहरू सबैलाई स्वागत छ मेरो मिनी भ्लगमा। र आज चाहिँ हामी मण्डला ल्याब 19 को सम्पूर्ण टिम मिलेर तारेभिर जाने योजना बनाएका छौँ र म तारेभिर जानको लागि बाटोमा यात्रा गरिरहेको छु। र हामी सबै मिलेर अघिल्लो दिन 6 बजे चाहिँ भेला हुने है चाबेलको केएल टावरमा भनेको थियो र म चाहिँ समयमै आइपुगेँ। समयभन्दा केही 5-6 मिनट अगाडि नै आइपुगेको थिएँ र अब हामी चाहिँ यहाँ साथीहरूलाई अरूलाई कुर्दैछौँ र सबैजना साथीहरू चाहिँ आइसक्नु भएको थियो। लास्टमा हाम्रो एउटा सुजित भन्ने साथी आउनु भएको थिएन, उहाँलाई चाहिँ अलिकति आउन ढिलो भयो र हामी यहाँ कुर्दैछौँ। र सबैजना भेला भइसकेपछि कोही बाइकमा, कोही स्कुटरमा र कोही गाडीमा भएर हामी हाम्रो यात्रातर्फ अघि बढ्यौँ। म चाहिँ भने राजु दाईको गाडीमा छु। फाइनल्ली अब हामी चाहिँ गाडीहरू आफ्नो ठाउँमा पार्किङ गरेर अनि आफूले बोक्नुपर्ने सामानहरू सबैले बोकेर तारेभिरको उकालो चढ्न तयारी हुँदैछौँ। 4 केजी हो, एक्स्ट्रा 1 केजी बढ्दा बढी नै होला प्याज। बाटोमा यस्तै किसिमका रमाइला कुराकानीहरू गर्दै अथवा विभिन्न क्रियाकलापहरू गर्दै अघि बढेको कारणले कदापि पनि यात्राको क्रममा थकित महसुस भन्ने हुन पाएन। हामीलाई यात्राको क्रममा एकदमै रमाइलो गर्ने साथीहरू मध्येमा एकजना कमल दाई हुनुहुन्छ र कमल दाईले हामीलाई एकदमै अनौठो कुराहरू गरेर देखाउने क्रममा हुनुहुन्छ। त्यही मध्ये एउटा चिप्ले कुरा खाने सानो प्रयास उहाँले गर्नुभएको छ र उहाँलाई त्यसले सजिलै ग्रहण गर्नुभएको छ। साथीहरूले भने चाहिँ एकदमै त्यसलाई देखेर एकदम अचम्मित मानिरहनु भएको छ अनि उहाँले चाहिँ त्यो कुरामा एकदमै गर्व महसुस गरिरहनु भएको छ। हेलो गाइस, तारेभिरको यात्रा भइरहेछ। तारेभिरको यात्रामा तपाईहरुलाई स्वागत छ। स्वागत छ अभिषेकको भ्लगमा हैन। अभिषेकको भ्लगमा हेर्नुस् कस्तो मजाले चढिरहेको छु म। टक्क साथीहरू आउँदै हुनुहुन्छ तल। सुनिता कति मोटी देखेको भाग्यो। कमललाई कस्तो भइरहेछ तपाईलाई? एकदम गुड भइरहेछ। बाबा गल्नु त भएको छैन नि? आहा छैन, एकदम ठीक छ। पसिना आइरहेछ। स्याडोज ब्यान्ड जस्तो लाग्यो। वाउ राजु दाइ कस्तो भइरहेछ? एकदम दामी भयो। हामीसँग आउँदा विशेष गरेर अरु बेला त सही भइरहेछ। म यहाँ निरीक्षण पनि गरिरहेको छु। सबैजना मसँग 5 हामी आज मण्डला थिएटरबाट आएको छौँ हाइकिङ। सबैले इन्जोय गर्नेछौँ। हामीलाई ट्रेकिङ सँगसँगै एउटा नेचुरल थिएटरको अभ्यास चाहिँ हामीलाई सुदीप दाईले गराउनु भएको छ र त्यो अभ्यास मध्येको एउटा सानो अभ्यास यो पनि हो। खुट्टामा समस्या भएका कारण राजाराम दाई हामीसँग नहुनु भए तापनि यहाँबाट पनि हामी सँगै अघि बढ्यौँ। समयको पाबन्दीका कारण तारेभिरलाई नै हामीले हाम्रो गन्तव्य बनाउन त सकेनौँ, तर नजिकै रहेको राम्रो दृश्य देखिने रेस्टुरेन्टलाई भने हामीले हाम्रो गन्तव्य बनाएर